कतिजनाले चिन्नुहुन्छ यो फललाई, तपाईँहरूकोतिर के भन्छ यसलाई? हाम्रोतिर चाहिँ कटुस भन्छ। र सो हाई गाइस, आज चाहिँ हामी जङ्गल जाँदैछौँ पानी बनाउनु भाइहरूसँग। फर्किँदाखेरि माटो पनि लिएर आउनुपर्ने हुन्छ र यहाँ अगाडि अगाडि गाइडेन्स सानो भाइ चाहिँ माटो सफा गर्दै हिँड्दैछ र हामी चाहिँ पछि पछि। र अब हामी चाहिँ पानी बनाउनु पुगिसक्यो। पानीको हालत चाहिँ यस्तो भइरहेको रहेछ, यसलाई बनाएर लानुपर्ने हुन्छ। र दुईजना चाहिँ पानी बनाउनु लाग्यो, हामी चाहिँ यहाँ बसिरहेको छौँ पत्ताहरू टिप्दै यताउता। र यहाँबाट चाहिँ कति भएको थियो पानी नलगेको, र पानी बनिनु पनि सक्यो। यहाँ चाहिँ यसरी नाला बनाएर पानी बनाइसकेर हामी चाहिँ यहाँबाट फर्क्यौँ। त्यहाँदेखि हामी फर्किँदाखेरि चाहिँ यहाँ बाटोमा कटुस पनि भेट्यौँ। कटुसलाई चाहिँ यस्तो काँडा तिखो तिखो हुन्छ हो, यहाँबाट चाहिँ निकाल्नुपर्छ। यहाँ त्यहाँदेखि निकालेर चाहिँ भित्रको यस्तो हुन्छ, त्यहाँदेखि यसलाई अझै फुटाएर खानुपर्छ। त्यहाँदेखि भाइले अझै एउटा दियो र अब यत्रो बेसी बेलायो र हामीले खाएर फर्क्यौँ। अब चाहिँ यहाँबाट माटो लानुपर्ने हुन्छ र अब यहाँ चाहिँ हेर्दा चाहिँ कालो कालो देखिरहेछ, तर हुन्छ यो रातो माटो हो। र बाल्टीमा भरेर अब हामी चाहिँ यहाँबाट निक्ल्यौँ। र म चाहिँ हिँडेँ त अगाडि अगाडि, भाइहरू पनि पछि पछि आउँदैछ। सो बाई बाई।